यो कथा हो सङ्घर्ष र स्वर्ण सपदाको। यो कथा हो एउटा सानो गाउँमा लुकीछिपी फुटबल खेलेर राष्ट्रिय टिमको गोल पोस्ट सम्हाल्ने चेलीको। यो कथा हो जसले भारतलाई हराएर नेपाली महिला फुटबल टिमलाई स्वर्ण जिताउने कसम खाएकी एक बहादुर नेपाली चेलीको। उनी हुन् एन्जिला तुम्बाप्पो सुब्बा। एन्जिला तुम्बाप्पो सुब्बाको यात्रा केवल फुटबल मैदानको मात्र होइन, जीवनको सङ्घर्ष र समर्पणको कथा हो। सानो गाउँबाट लुकीछिपी फुटबल खेल्दै सुरु गरेको उनको यात्रा आज राष्ट्रिय टिमकै नम्बर 1 गोलकिपरको रूपमा परिणत भएको छ। पारिवारिक चुनौती र आर्थिक कठिनाइलाई पराजित गर्दै उनले आफ्नो लक्ष्यमा सफलताको झन्डा गाडिन्। अब उनका एकमात्र सपना नेपाललाई स्वर्ण जिताउनु छ। यसमा उनले कसम खाएकी छिन् भारतलाई हराएर इतिहास रच्ने। सन् 2016मा भारतमा भएको 12औं दक्षिण एसियाली खेलकुद सागमा श्रीलङ्का विरुद्ध खेलमा एन्जिलाले राष्ट्रिय टिममा डेब्यू गरेकी थिइन्। त्यही वर्ष भारतमै भएको साफ महिला च्याम्पियनसिपदेखि उनी निरन्तर नेपाली टिमबाट खेलिरहेकी छिन्। नेपालको नम्बर 1 गोलकिपर एन्जिलाले राष्ट्रिय टिमबाट 18 खेल खेलिसकेकी छिन्। गोलपोस्टको लम्बाइ र उचाइमा उनलाई देशप्रतिको जिम्मेवारी छ। त्यही लम्बाइ र उचाइमा देशको जित र हार तय भइरहेको छ। विक्रम सम्वत 2053 साल साउन 10 गते पाँचथर जिल्लामा जन्मिएर इलामको सूर्योदय नगरपालिका स्थित 3 घरेमा हुर्किएकी एन्जिलालाई फुटबल खेल्न सधैँ सहज थिएन। बाल्यकालमा उनले खेल्न परिवारसँगै सङ्घर्ष गर्नु परेको थियो। जेठी आमापट्टिका दिदी दाई फुटबल खेल्थे, त्यही देखेर मैले फुटबलबारे थाहा पाएँ। एन्जिलाले सुनाइन्। दिदीको पछि पछि लागेर खेल्न जान थालेको थिए, तर उनलाई घरबाट अनुमति थिएन। स्कुलबाट आउने बित्तिकै कहिले पानी लिन त कहिले घाँस काट्न जानुपर्ने। उनी हतार हतार काम सकी भागेर खेल्न पुग्थिन्। बाबाले देख्नुहुन्छ कि भनेर लुकेर जान्थे। कहिले राति फर्किँदा खाना पाउँदिन थिए, भोकै सुत्नु पर्थ्यो उनले भनिन्। तर भोलिपल्ट उनी यी सबै भुल्थिन्, फेरि भागेर मैदान पुग्थिन्। उनीसँग खेल्ने बुट थिएन, खाली खुट्टा खेल्थिन्। कहिले च्यातिएर दिदीले फालेको जुत्ता लगाउँथिन्, च्यातिएकै जर्सी पिरेर हिँड्थिन्। दिदीहरूले खेल्न छाडेपछि उनी मैदान पुग्ने एक्लै केटी भइन्। केटाहरूसँग खेल्नुपर्दा थोरै सङ्कोचसँगै डर र अप्ठ्यारो थपिन्थ्यो। गाउँलेले तेरी छोरी केटाहरूसँग खेल्थे भनेकोले पनि होला परिवारले खेल्न नजान भनेको एन्जिलाको बुझाइ छ। तर उनमा फुटबल खेल्ने भूत सवार थियो। सङ्कोच भए पनि खेल्दा केटाहरूलाई छोइनु सामान्य मान्थे। यसै गरी भाग्दै लड्दै खेल्दै गर्दा उनी फिकलको पान्दोम टिममा परिन्। पान्दोमबाट जिल्ला स्तरीय प्रतियोगिता खेल्न उनी मिडफिल्ड वा फरवर्ड पोजिसनमा खेल्न गएकी थिइन्। तर टिमकी गोलकिपर आइनन्। उनलाई जबरजस्ती गोलकिपर पोजिसनमा खेल्न भनियो। मन नलागी एन्जिला गोलकिपर बनिन्। पहिलो खेलमै उनले सोचेभन्दा राम्रो प्रदर्शन गरिन्। सबैले राम्रो खेल्यो भनेर प्रशंसा गरे। उनको टिम जिल्ला च्याम्पियन बन्यो। दाइहरू र कोचले किपरमै राम्रो छौ भन्नुभयो। त्यसो नभनेको भए म मिडफिल्ड वा फरवर्ड खेल्थेँ होला, उनी सम्झिन्छन्। उनीहरूले गोलकिपर खेले टिममा मौका पाउँछौ भनेपछि त्यही रोजेकी हुँ। त्यसपछि विकास क्षेत्र स्तरीय प्रतियोगिताका लागि जिल्लाबाट छनौट भयो। छनौट मार्फत उनले इलामको नम्बर 1 गोलकिपर भएर खेलिन्। उनलाई गोलकिपिङ सिकाउने छुट्टै प्रशिक्षक थिएनन्, मुख्य प्रशिक्षकले नै अलिअलि सिकाउँथे। पूर्वाञ्चल विकास क्षेत्र स्तरीय प्रतियोगितामा इलाम पहिलो भयो। 2068 फागुनमा सुदूरपश्चिममा भएको 6औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छानियो। उनी पूर्वाञ्चलको टिममा त परिन्, तर टिममा सिनियर गोलकिपर भएकोले उनले खेल्ने सम्भावना न्यून थियो। संयोग त्यति बेला नै पहिलो रोजेको गोलकिपरको कक्षा 11को परीक्षा थियो। त्यसपछि एन्जिलाले पूर्वाञ्चलबाट खेल्ने मौका पाइन्। 13 वर्षको उमेरमा राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्न पाउनु उनको करियरको टर्निङ पोइन्ट मान्छन्। सिनियर दिदी परीक्षा दिन नगएको भए सायद मैले मौका पाउँदिन थिएँ, उनले भनिन्। धनगढीमा 13 वर्षीय एन्जिलाले गजबको खेल देखाइन्। उनको खेलबाट सशस्त्र प्रहरीका व्यवस्थापक मोहित भए। एपिएफका नरकुमार राईले उनलाई एपिएफबाट खेल्ने प्रस्ताव गरे। उनले परिवार र प्रशिक्षकले सोध्नुपर्ने जवाब फर्काइन्। इलाम फर्केपछि उनलाई एपिएफबाट फोन आयो। घरमा सल्लाह भयो, जागिर दिने र पढाइ दिने भनेपछि काठमाडौँ जान पाउने भइन्। त्यस्तो प्रस्ताव नआएको भए उनले फुटबल खेल्न मात्रै काठमाडौँ आउने मौका सायदै पाउँदिनथिन्। 2069 सालमा काठमाडौँ आएर निजी स्कुलमा कक्षा 9मा भर्ना भइन्। होस्टेल बस्न थालिन्। एपिएफसँग करारमा सम्झौता थियो, मासिक 5000 रुपियाँ पाउँथिन्। मेरो तलब होस्टेलको शुल्क तिर्दै सकिन्थ्यो, अरू खर्च पुग्थेन। त्यसैले धेरै पटक होस्टेलबाट एपिएफ मैदान हलचोक हिँडेर गए, उनले भनिन्। सहरमा निजी स्कुल पढ्न पाउँदा सुरुमा उनलाई निकै खुसी लागेको थियो, तर पढाइ र प्रशिक्षणसँगै बढाउनु पर्दा उनी आत्तिइन्। बिस्तारै बानी पर्दै गयो। सुरुमा गोलकिपिङबारे ज्ञान थिएन।
एपीएफका चन्दन दाईबाट धेरै सिक्ने मौका पाए। उनले बत्तीको उज्यालोमा राति सिकाउनुहुन्थ्यो। एन्जिला भन्छन्, त्यही बेलादेखि मैले टिममा गोलकिपरको भूमिका र गोलकिपरले के गर्नुपर्छ भनेर राम्रोसँग सिकेकी हुँ। एपीएफ टिममा सिनियर गोलकिपरहरू थिए, तर 14 वर्षीय एन्जिलाले सिनियरलाई सुरुदेखि नै टक्क दिन थालिन्। धेरै प्रयासपछि उनी 16 वर्षको उमेरमा एपीएफकी सिनियर गोलकिपरको विकल्प बन्न सकिन्। पहिलो रोजाइमा निरन्तर पर्न उनी थप अभ्यास गर्थिन्। अन्य सदस्य प्रशिक्षण सकेर फर्किँदा पनि उनी अभ्यासै गरिरहन्थिन्। एपीएफको पहिलो रोजाइको गोलकिपर बनेपछि उनको ध्यान राष्ट्रिय टिममा केन्द्रित भयो। उनी सन् 2014मा पाकिस्तानमा भएको साफ महिला च्याम्पियनसिपमा पहिलोपटक राष्ट्रिय टिममा परे पनि खेल्ने मौका पाएकै थिएनन्। सन् 2016मा भारतमा भएको 12औं सागमा पनि उनले सुरुमा मौका पाउन सकिनन्। श्रीलङ्का विरुद्धको खेलमा भने उनलाई पहिलो रोजाइमा खेलाइयो। सो खेलमा क्लिन सिट राख्दै उनले यादगार डेब्यू गरिन्। राष्ट्रिय टिममा डेब्यू गरेपछि उनको लक्ष्य कसरी नम्बर 1 गोलकिपर बन्ने भन्ने मात्र हुन थाल्यो। फिटनेसका लागि आफै प्रशिक्षण गर्न थालिन्। त्यही वर्ष अन्त्यमा भारतमै भएको महिला साफ च्याम्पियनसिपमा उनले मेहनतको फल पाइन्। सबै खेलमा उनी पहिलो रोजाइ भइन्। त्यो बेलादेखि उनले पछाडि फर्केर हेर्नु परेको छैन। निरन्तर राष्ट्रिय टिमको गोलपोस्टको जिम्मेवारी निर्वाह गर्दै आइरहेकी छिन्। एउटा संयोगले गोलकिपर बनेकी एन्जिलालाई कहिलेकाहीँ गोलकिपरको महत्त्व नबुझिदिँदा दिक्क लाग्छ। खेल जिताउने नजिताउने किपरकै हातमा हुन्छ। गोलकिपरले राम्रो खेल्यो भने टिमले जित्ने सम्भावना बढी हुन्छ। उनले दुखेसो पुखिन्, तर धेरैले गोलकिपरको भूमिका नबुझेको देख्छु। कहिलेकाहीँ गल्ती हुँदा गोलकिपरलाई गाली गरिन्छ। 10 वटा जोगाएर एउटा गोल खाए, यहाँ गोलकिपर नै झुर हुन्छ। स्ट्राइकरले 10 वटा अवसरमा गोल नगरेर 1 गोल हान्यो भने उही राम्रो हुन्छ, हाइलाइट हुन्छ, स्याबासी पाउँछ। यो कुरामा धेरै चित्त दुख्छ। कहिलेकाहीँ त किन गोलकिपर खेलेछु जस्तो हुन्छ। फरवार्डले गोल गर्न नसकेको दबाब पनि गोलकिपरले झेल्नुपर्छ। त्यसैले अरू पोजिसनभन्दा गोलकिपरको भूमिका बढी हुने र दोब्बर मेहनत पर्ने एन्जिलाको बुझाइ छ। गोलकिपर सबैको पछाडि हुन्छ, सबैको खेल देखिरहेको हुन्छ, त्यही माथि गाइड गर्नुपर्छ, आफ्नो पोजिसनमा बस्नुपर्छ अनि बल पनि हेरिरहनुपर्छ। उनले भनिन्, जति प्रयास गर्दा पनि विपक्षले गोल छिराउँदा एकदमै नरमाइलो महसुस हुन्छ। अझ गोल खाएको त्यो बल आफै टिप्न जानुपर्छ। गोलपोस्टको 7.32 मिटर लम्बाइ र 2.44 मिटर उचाइमा देशको जिम्मेवारी बोकेर हिँड्नु सबैभन्दा गाह्रो हुने उनले महसुस गरेकी छिन्। गोल खान्न भन्ने लक्ष्य बोकेर हिँडिरहेको हुन्छु। देशलाई स्वर्ण दिलाउँछु भनेर सोचिरहन्छु, तर आँखै अगाडि त्यही पोस्टबाट गोल छिरेर देश हार्दा नरमाइलो लाग्छ, एन्जिलाले भनिन्। सार्क क्षेत्रमा नेपाली महिला टिम राम्रो भए पनि अहिलेसम्म स्वर्ण पदक जित्न सकेको छैन। नेपाल सधैँ फाइनल पुग्छ, तर भारतलाई हराउन सकिरहेको छैन। एन्जिलाको अब एउटै लक्ष्य छ, भारतलाई हराएर स्वर्ण जित्ने, त्यो पनि कुनै गोल नखाई। सन् 2014मा नेपालको अन्डर 14 टिमबाट खेल्ने मौका पाएकी थिए। श्रीलङ्कामा भएको प्रतिस्पर्धामा हामीले भारतलाई हराएर उपाधि जितेका थियौँ। त्यति बेला कुनै गोल खाएकी थिइन। उनले आफ्नो लक्ष्य सुनाइन्। त्यही इतिहास दोहोऱ्याएर नेपाललाई स्वर्ण जिताउने मन छ। एन्जिला तुम्बापु सुब्बाको यात्रा सङ्घर्ष, प्रतिबद्धता र सफलताको प्रेरणादायी कथा हो। सानो गाउँबाट फुटबल खेल्न लुकीछिपी मैदान पुग्ने केटीदेखि राष्ट्रिय टिमको नम्बर 1 गोलकिपर बन्नेसम्मको उनको यात्रा असाधारण छ। पारिवारिक अवरोध, आर्थिक कठिनाई र सामाजिक सोचको चुनौती सामना गर्दै उनले आफूलाई प्रमाणित गरिन्। उनको आत्मविश्वास, निरन्तर मेहनत र फुटबलप्रतिको समर्पणले उनलाई राष्ट्रिय टिममा स्थापित गर्यो। उनले नेपाली महिला फुटबलको महत्त्वपूर्ण हिस्सा बनेर देशका लागि गौरवमय खेल प्रदर्शन गरिरहेकी छिन्। अब उनको एउटै ठुलो सपना छ, भारतलाई हराउँदै नेपाललाई साफ च्याम्पियनसिपको स्वर्ण जिताउनु। एन्जिलाको कथा केवल फुटबलको मात्र नभई सपना देख्न र तिनलाई पुरा गर्न हिम्मत गर्नुपर्छ भन्ने सन्देश पनि हो। उनका सङ्घर्ष र सफलताले भविष्यका खेलाडीहरूलाई प्रेरित गर्नेछ।